everyone, namaste and welcome to my channel. I'm back with another video. र अहिले चाहिँ हामी बर्थडे पार्टीमा जान लाग्छौ. बर्थडे पार्टी चाहिँ एम्पायर हलमा हो. 2 बजेदेखि स्टार्ट हो. अहिले चाहिँ ठ्याक्क 3 बज्यो. अब चाहिँ हामी हिँड्न लागेको. मेलोडी यहाँ पछाडि छ. सो अब चाहिँ हामी जान्छौँ अनि वहीँ गएर भेट्नेछौँ. आज चाहिँ माया सुशीला आन्टी र ढक अङ्कलको नातिनीको के अरे फर्स्ट बर्थडे हो. हामी त्यही जान लागेको. आइपुग्यौँ. Maya's first birthday. के रहेछ? यो चाहिँ मेरो स्टार्टर. यहाँ चाहिँ के छ? स्प्रिङ रोल, pork, wings, यहाँ भुटुवा छ, भुटान अचार, आलु के को अनि टमाटरको चटनी. रिदमको प्लेट. यसलाई स्प्रिङ रोल मनपर्छ. मेलोडीको यो चाहिँ वरदानको. I don't know. कसलाई याद हुन्छ त्यस्तो? Drink ani yo cha. Drink. Timi थाहा छैन मलाई त. Oh. Ay, pupo. Tú sabes pupo na? Boleh bayar? Ini bosnya saya bosnya di bawah. No. Go. के खोलेको नि? पचारे पार्टी ब्याग भेटेछ त नि त. आम्मा के भेट्यो पार्टी ब्यागमा त? मेलोडीलाई के भेटेछ? मेलोडीले नि यहाँ हामीले पनि पाए नि त. मेलोडी माला रहेछ नि त. कस्तो र तपाईले के पाए? ब्रोच हो. यो सबै दुईटा देश एउटा. कस्तो क्यूट भाइ नेपालको झण्डा. कस्तो क्यूट ब्रोच के रे. चाहिँ बर्थडेमा चाहिँ गिफ्ट हो यो हामीलाई. यसले पनि गिफ्ट पाउँछ क्या. कस्तो क्यूट नेपालको झन्डा भएको. This is for you. लगाउन छोड्यो. लगाइदिउँ. Melody, this is for you. कताको साइडमा लाउने हो? Left. यस्तो मन लाग्छ. लगाइदिउँ. मेलोडी कहाँ लयो? मेरो सर्ट बिग्रेछ. खै त अरु कोही मेलोडी कहाँ लैदियो? मेलोडी Where is the one like this? Where is the guy? गर्मी पो भन्छ त. पछाडि पनि फेस सिट रहेछ कि मास्क. आफ्नो चाहिँ कस्तो क्यूट पार्टी ब्याग रहेछ. के को माला रहेछ? ए नेल पोलिस सुसहरू.
मसँग म्याच हुँदो रहेछ त्यससँग के चाहिँ के छ Is that what you got? पानी खोलिदेऊ न गीत बजेछ अब गीत बजेछ यस्तै हो खाली गीत त के हो रमाइलो भन्छ आमा ए टाउकोमा के लगा कमलो लगाइदिनुहोस् त ल के हो यो सारा नानीको बाबा ढकबहादुर गुरुङले यहाँहरूलाई केही सन्देश दिनुहुन्छ त्यसपछि फेरि पनि आशीर्वाद दिने कार्यक्रम हाम्रो निरन्तर चलिरहनेछ अहिले भने म यो माइक हस्तान्तरण गर्न चाहन्छु नानी साराको बाबा दाजु ढकबहादुर गुरुङ थ्याङ्क यू एकैछिन यहाँलाई यता ध्यान आकर्षण गराउन चाहे सबैभन्दा पहिला यहाँको अगाडि एक दुई शब्द भन्नलाई त्यति मलाई साहस आएन कारण मलाई यो एक्लै स्टेजमा आएर बोल्ने साहस हतपत आउँदैन त्यसको लागि मलाई साथी चाहिन्छ अरू साथी होइन फेरि मलाई मेरै जीवन साथी चाहिन्छ प्लिज कहाँ चाहनुहोस् ओके धन्यवाद मेरो जीवन साथीलाई अझै पनि कहाँ मलाई साहस नपुगेको जस्तो फिल भइरहेछ कहीँ कमजोरीको महसुस भइरहेछ कारण मलाई हाम्रो सम्धिनीको साथ चाहिन्छ प्लिज आउनुहोस् स्टेजमा धन्यवाद सम्धिनी अब भने बल्ल इनर्जी आए जस्तो फिल भयो यहाँहरू सबैलाई नमस्कार छेजलो अनि सेवारो भन्दा कस्तो धेरै आवाज सुनेको जस्तो मलाई फिल भयो आज तपाईहरू आफ्नो अमूल्य समयलाई व्यवस्थापन मिलाइकन यस्तो जाडो मौसम यस्तो व्यस्त जीवनको बावजुद हाम्रो निमन्त्रणा स्वीकार गरिकन विभिन्न ठाउँबाट यहाँ आइदिनु भएकोमा हाम्रो नातिनी माया प्रभा गुरुङ लिम्बूको यहाँले धेरै सिटी पुग्नुभयो कति लामो नाम भनेर भन्नुभयो होला मैले जानी गुरुङ थपिदिएको सम्धिको रायनगर मैले थपिदिएँ उहाँले यसमा असहमत जनाउनु भयो भने म कानुनी प्रक्रियामा अगाडि बढ्नुपर्ने छ त्यतिखेर यहाँ भएका दिदीबहिनीहरू सम्पूर्णले र मेरो सम्धिनी लगायतले मलाई साथ दिनुहुन्छ भन्ने मलाई विश्वास छ यस्ता नामहरू यो जेन्जी पुस्ताहरूमा अब यी जेन्जी भाइ बाउ नानीहरूमा हामीले प्रशस्त मात्रामा देख्न पाउनेछौँ यो यथार्थ पनि हो र मलाई त एकदम सुन्दरता पनि लाग्छ हाम्रो नेपाली राष्ट्रिय गीतले
मागे जस्तै सयौं थुम्का फुलका हामी एउटै माला नेपाली विश्वभरि छरिएका एउटै प्राणी हामी। अन्तिम हरफ चाहिँ म आफैले थपिने है। र यति भन्दै म माफ गर्नुहोस्, म अलिकति विषयवस्तुभन्दा बाहिर गएँ। साँच्चै तपाईँहरू धेरै धेरै टाढाबाट आफ्नो अमूल्य समयलाई मिलाइकन आज हाम्रो नातिनीको पहिलो जन्मदिनको अवसरमा यहाँहरू आइदिनु भएकोमा नातिनी स्वयं मायाको तर्फबाट, मायाको बाबाआमाको तर्फबाट, हामी दुवै सम्झिने र हाम्रो परिवारको तर्फबाट यहाँहरूलाई हार्दिक अभिवादन अनि नमन टक्राउँछौँ। आजभन्दा 5.5 वर्ष अगाडि अप्रिल महिना 2020 सालमा हाम्रो छोरी सारा र डम्बर बाबुको प्रीति भोज अन्तिम समयमा गएर हामीले कोभिडको कारणले गर्दा रद्द गर्न परेका थियौँ। तर आज तपाईहरूको साथमा, तपाईहरूको अगाडि हाम्रो परिवारको अतिरिक्त सदस्यको साथमा आज यसरी अगाडि उभिन पाउँदा हर्ष र गर्वले हामी प्रफुल्ल भएका छौँ। र तपाईहरूको हामीले चाहेर पनि कति इष्टमित्र साथीभाइहरू आज उपस्थित हुन सक्नु भएन, कतिलाई चाहेर पनि हामीले आज उहाँलाई समावेश गर्न सक्नु असमर्थ भयौँ। त्यसको लागि हामी क्षमा प्रार्थी छौँ र उहाँहरूप्रति हाम्रो माया, आदर र सम्मान सदाबहार रहिरहनेछ। हिजो जस्तै लाग्छ माया नातिनी जन्मेकी आज 1 वर्ष पुगिसकेछिन्। उनले हाम्रो जीवनमा अमूल्य प्रेम, हाँसो, आनन्द र खुसी ल्याएकी छिन्। उनका हरेक क्षण पलहरू उसका हाँसो र आँसु, उसको रोदन र कुदान, उसको ढिपी र जिद्दी, उसको तोते बोली र गालाको पप्पीले आमा र बाबा छक्क पर्छन्, सम्झिनेहरू दङ्ग पर्छिन्। हामी बाबाहरू चाहिँ आनन्द ठान्छौँ, तर मामा र फुपू चाहिँ अचम्म ठान्छन्, किनकि उनीहरूकोमा त्यो अनुभव आउन बाँकी नै छ। र आज यो विशेष महोत्सवमा आज हामी हाम्रो प्यारी नातिनीलाई जन्मदिनको धेरै धेरै शुभकामना र आशिष दिन्छौँ। र अन्तमा यहाँहरू व्यवस्थित तरिकाले आफ्नो कम्फर्टेबल तरिकाले यहाँहरू आफ्नो बसिदिनुहोस् र खानापिना प्रशस्त मात्रामा लिनुहोस् र आजको साँझलाई एकदम भरपूर्ण आनन्द लिइदिनलाई हामी अनुरोध गर्दछौँ। र यस्तै रमाइला क्षणहरूले तपाईँ हाम्रो जीवनमा सधैँ छाइराखोस् भने म र तपाईँ हाम्रो स्वास्थ्यको लागि ईश्वरसँग प्रार्थना गर्दछु। धन्यवाद। र अलिकति छोटकरीमा मैले अङ्ग्रेजीमा पनि भन्नुपर्ने हुन्छ होला, कतिले बुझ्नुहुन्न। Okay, thank you everyone. Thank you once again. We love you all.
मिक्स भेज छ चिकन पनिर मटन पोर्क र साग अनि पापड Maybe if I put this to them, के भयो रे I put this up to the camera and it's inside. I'm drinking water, Mama. Thank you very much. नानीहरुले आशा छ एकदमै रमाइलो गर्नुभयो होला जस्तो छ। Thank you नानी बाबुहरु। हजुर आज The baby shark guy is here.
जान लागेको हामी चाहिँ कार पार्कमा आइसक्यो 8:30 भयो प्रोग्राम चाहिँ 11 बजीसँग हो खास चाहिँ हैन अनि त्यहाँ चाहिँ गीतहरु गाउँदै छ त्यहाँ चाहिँ नितु बहिनी पहिला भोइस अफ सिजन 4 मा पार्टिसिपेट गर्नु भएको रे अनि बहिनीले चाहिँ गीत गाउँदै हुनुहुन्छ हामी चाहिँ निस्किए हैन रमाइलो चाहिँ भयो थियो अब घर पुग्दा 9:30 हुन्छ त्यही भएर निस्के थ्यांक यू फर वाचिङ फेरि पनि अर्को नयाँ भिडियोको साथ भेट्छौं अनि फेरि पनि बेबी मायालाई ह्यापी बर्थडे सी इन द नेक्स्ट भिडियो बाइ